नमस्ते सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। आजको हाम्रो यो विकेन्डमा हामी फ्यामिली टाइम स्पेन्ड गर्न जाँदैछौँ। कहाँ जाँदैछौँ, के गर्न जाँदैछौँ तपाईहरु हेर्दै गर्नुहोला। नयाँ भ्युअर्स हुनुहुन्छ भने मेरो च्यानल लाइक सब्स्क्राइब गरिदिनु होला। यो चाहिँ हाम्रो बाहिरको भ्यू है। आजको हाम्रो फ्यामिली पिकनिक लेकमा है। यो हाम्रो आजको पिकनिक स्पट। हाम्रो बारबिक्यू यहाँ रेडी हुँदैछ, भर्खर स्टार्ट हुँदैछ। ए avec Shona. Yes. Eri. 애톰 절대 왔지 못 유튜브. It's money. No problem. ल हाम्रो खाना चाहिँ स्टार्ट भयो है। This is two. अहिले चाहिँ अब ड्रिङ्क हुँदैछ। फर्स्टमा बारबिक्यू रेडी हुँदैछ। ठाउँ पनि एकदम राम्रो, मौसम पनि एकदम राम्रो, घाम लागेको हैन। सबैजना यहाँ विकेन्डमा फ्यामिली। ल अब हामी चाहिँ खाने सुरु गर्छौँ। हाम्रो खाना स्टार्ट भयो है। हामी ससो खाँदैछौँ। यो किम्ची यो मेरो कोरियन साथीले बनाएको। कोरियन साथीको सङ्गत गऱ्यो भने है धेरै कुराहरू सिक्न पाइन्छ, धेरै कुराहरू मिठो मिठो खान पाइन्छ है। यता फलफुल पनि छ, यता ड्रिङ्क पनि छ। यो चाहिँ मेरो होइन है, मेरो चाहिँ कोक छ है। ल आजको हाम्रो विकेन्ड एकदम राम्रो, सिजन पनि वेदर पनि राम्रो। मेरो फ्यामिली प्लस मेरो कोरियन साथी र उसको कपाल है, उनीहरू चाहिँ बारबिक्यू गर्दैछ, हामी चाहिँ खाँदैछौँ। यो चाहिँ हाम्रो डाइनिङ टेबल हो। ल This yesterday make a fridge. I take this. No, Thank you so much. It's very delicious. merci beaucoup. Yeah, outside together it's delicious. Inside the same piece eating no very good. Yes. Together avec is important. It's a kimchi खाए ल। Very good. I like it. She happy. Yes. यहाँ बच्चाहरू खेल्ने ठाउँ पनि रहेछ। Four person. Right. So Namin, you are guide today.
आहाहाहा, कति राम्रो ठाउँ यो चाहिँ। चिसो हावा एकदम आनन्दको। यो चाहिँ सानो समुद्र, मिनी समुद्र है। यता चाहिँ डान्स हुँदैछ, डान्स आफ्नै पारामा। यस्तो राम्रो ठाउँ, चिसो हावा, निलो पानी। आजको हाम्रो विकेन्ड कस्तो भयो त भनिदिनु त। एकदम राम्रो छ। ठाउँ कस्तो लाग्यो? ठाउँ ठाउँ राम्रो छ है, जाडो भइरहेछ। ठाउँ त एकदम राम्रो है। ठिक छ, यो हप्ता पनि राम्रै भयो। हाम्रो साथीहरू यता हुनुहुन्छ है। सोना हाई, सानु हाई।